यता पश्चिम स्ट्यान्डदेखि उतै सेकुवा खानालाई। अनि मैले चाहिँ हातमा चार्जर बोकेको छु नि त, लाइन थिएन बिहान माथि ल्याम्पतिर, अनि आएर एकैछिन लाइन चार्ज गरेँ। अनि चार्ज गर्ने बित्तिकै फोनमा बोल्दा बोल्दै यस्तै गयो चार्ज गर्नु। त हाम्रो होटल सेकुवा कर्नर, मेबी यो सेकुवा कर्नरमा गएर हामी सायद सेकुवा खान सक्छौँ साथीहरू। फोन गर न, साथी छ नि त, अनि त्यही भएर आएको हो क्या हामी। मेरोमा डाटा छ। सो यो चाहिँ पश्चिम स्ट्यान्डमा पर्छ साथीहरू। अहिले चाहिँ हामी निस्कि पनि सक्यौँ खाएर। आज पनि अब हिजो जस्तै धेरै खाने भएछु मलाई लाग्दैछ। मेरो साथी चाहिँ उसको दाइसँग कुरा गर्दैछ नि त, अनि म चाहिँ पर्खिरहेको छु। पश्चिम स्ट्यान्डको यो खालको नजारा छ साथीहरू, यति धेरै धुलो धुवा यति धेरै छ। झन् म वर्णनै गर्न सक्दिनँ। अनि यस्तो बेलामा यस्तो ठाउँमा वेटिङ गर्नु जतिको पीडा केही पनि हुँदैन। मलाई चाहिँ कस्तो नआएको हो कि मेरो साथी। हेर्नु न, हामी चाहिँ यहाँ दाईहरूकोमा आएको थियौँ नि त, अनि गइ पनि सक्यौँ। अब म जान्छु मेरो साथीलाई नपर्खिकन भिडियो बनाउँदै बनाउँदै। मेरो चाहिँ अलिक चलन छैन क्या धेरै फुल्ने होइन साथीहरू। अब हामी जानुपर्ने छ उता मुक्ति चोकतिर, काम छ नि त। अनि मैले यहाँ वाटर चाहिँ लिएर आएँ, हामीले वहाँनिर खाँदै थियो किनेर। अनि यो चाहिँ मैले बोकेँ किनभने पैसा लागेको कुरा हुन्छ नि त, अनि त्यही भएर पैसा लागेको कुरा भएर मैले बोकेँ। तर मेरो साथी चाहिँ अझै पनि दाइसँग कुरा गरिरहेछ कि उसको गाउँको दाइ हो, अनि वहाँनिरबाट गफ गरिरहेछ। म चाहिँ यतिवटा छु, म पर्खिरहेको छु। पानी पनि छ यहाँनिर। यताबाट गयो भने चाहिँ हामी कहाँ पुग्छौँ थाहा छैन। यहाँ ग्यारेज रहेछौँ। कति पर्खिनु परेको गाइज, कति पर्खिनु परेको। रिङ्गटा लागिसक्यो मलाई त। ओइ गएको वो लड़की नहीं सुन रहा है मेरे को, क्या है ये यार। के गफ गर्छ गर्छ। अब अलिक त अब यस्तै पनि हो नि त, गाउँको मान्छेहरू भेट भएपछि गाउँको हालखबर सोध्ने, यताउता गर्ने, अनि छरछिमेकको हालखबर सोध्ने गर्दा गर्दै ढिलो हुन्छ। अनि आज चाहिँ त्यस्तो गर्मी छैन नि त, शीतल छ नि, त्यसमाथि म नुहाएर आएको अनि अलिकति फ्रेस भइरहेको छु। मेरो हातमा चिसो चिसो पानी पनि छ। साथीहरू मैले यसरी पर्खिनु पऱ्यो भने मलाई लास्टै धेरै बिजोक लाग्छ क्या। मलाई त उदासै लागेर आउँछ यस्तो ठाउँमा। यसरी पर्खिनु पऱ्यो भने कति उदास लाग्छ, कति विरक्त लाग्छ जिन्दगी। म यो सोच्न पनि सक्दिनँ, मलाई कस्तो रिस उठिसकिसक्यो। उनीहरूको गफ चाहिँ कहिले नसिद्धिने रहेछ क्या। म त चुपचुप्प बस्नु कि क्या हो। यस्तो धेरै धुलो छ, म कसरी इन्तजार गरिरहेको छु उसको, त्यो मलाई मात्रै थाहा छ। गएको ल, बाई। ये लड़की बहुत ढीली है क्या, ढीली 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 सुस्ती है। ले जाऊ यति घर जस्तै लजाउँ स्याउ। अब भन्दैन हामी ओ चार्जर खै। अब हामी कहाँ जान्छौँ? अब हामी अर्को होटल जान्छौँ फेरि। त्यहाँ खान पाउँदो रहेछ, त्यही भएर टुङ्गा चाहिँ खाँदैनौँ है साथीहरू। त्यतिकै रेला गरेको कि टुङ्गा चाहिँ खाँदैनौँ हामीले। यहाँनिर सुँगुरको सेक्वा खायौँ, अब त्यहाँ गएर कुखुराको सेक्वा खान्छौँ। आज बोकेर ल्याएको छु। यहाँनिर सुँगुरको सेक्वा खायो, म त्यहाँ गएर कुखुराको सेक्वा खान्छु। यसले चाहिँ सुँगुरको मासु खाँदैन नि त, अनि त्यही भएर हो मैले मात्रै खान्छु। अनि हामी चाहिँ यस्तोको गाडीको बिचबाट छिर्दैछौँ। हाम्रो अगाडि चाहिँ यहाँनिर ल माछाले कत्रो ठुलो गाडी। यो सबै गाडी हाम्रै त हो नि होइन साथी। ए भाडामा गाडी कुदाउन दिएको, जता पाए त्यतै रोकेर राखेर हेर्नु न साथीहरू। मेरो गाडी चाहिँ मेरो पर्सनल गाडी चाहिँ मैले राखेको। हामी चाहिँ एक्सर्साइजको लागि हिँड्दैछौँ क्या। पर्सनल गाडी चाहिँ हामीले राखेर हामी चाहिँ एक्सर्साइजको लागि हिँड्दैछौँ। अब ट्रैक बनाना पड़ेगा।
यो जिम सेन्टर आउनुपर्ने छ हौ मलाई चाहिँ गाइडहरू बिर्ता मोडमा होइन वरिपरि गइराखेको छ क्या एकजना जिम जाने साथी यस्तो साह्रै धेरै धेरै मोटो भयो नि त अनि धेरै मोटी भइसक्यो म सिटीमा चढ्छु हाम्रो गाडी राखिराखी भनेर गफ दिन पाएँ जिन्दगी कति रमाइलो हुन्थ्यो होला सो साथीहरू हामीलाई हेर्दै गर्नु होला बिर्तामोडको हालत चाहिँ यस्तो छ खाल्टा खुबिल्टा अनि परिजान्छ एक्सिडेन्ट यस्तो छ बाटो अनि यहाँ आन्टी हेर्न सक्नुहुन्छ उडाट लाग्दो भएर पछाडि हात लगाएर यो बिर्तामोडमा पनि के भएर यस्तो उडाट लाग्दो मान्छे भएको यो हेर्नु त कस्तो विरक्तिएर हिँडेको जस्तो छ Call me when you see this what कस्तो आन्टी तपाईँलाई के पिर परेको छ ब्रेकअप भयो ब्रेकअप यस्तो ब्रेकअप त नि यसको त सधैँ हुन्छ क्या प्रायः डेली जस्तो दिनको दिन भन्नु हो दिनको दिनै ब्रेकअप हुन्छ क्या यसको हिजो पनि भयो त्यो आज पनि भयो अब भोलि पनि हुन्छ फेरि अर्को पट्टिँदै गर्छ जाँदै गर्छ आउँदै गर्छ लाइफमा यतिको चिल चाहिँ हुनु पर्यो नि त आउँदै गर्छन् जाँदै गर्छन् हिजो एउटा गयो आज एउटा गयो भोलि अर्को थपिरहेको हुन्छ कसरी क्या कसरी साथीहरू मैले भन्न आँटेको थिएँ कि फेरि भनेन क्या म भनिदिन्छु यस्तो हुन्छ अब नपर्ने बित्तिकै यहाँ भेट्न आऊ त्यहाँ भेट्न आऊ ओइ यहाँ भेट्न न यहाँ नजाई त्यहाँ नजाई फल्लाको ठाउँमा नजाने भन्छ नि त त्यसो भन्नु भने फेरि खुट्टादेखि सर रिस यहाँ फोन आउँछ म थाम्नै सक्दिनँ फेरि गर्दा कहाँदेखि अरे खुट्टादेखि न यहाँदेखि यहाँसम्म आउँछ कि रिस थाम्नु सक्दिनँ क्या लु नमस्ते दाजुभाइ तपाईँ जानुहोस् अब अर्को पट्याउँछु ल भनेर गान छोडिदिन्छु क्या त्यसलाई अनि अर्को पट्याउँछु फेरि अनि साथीहरू कि अर्को घटना चाहिँ के भने नि मसँग चाहिँ कोही पनि पट्टिँदैन क्या किन म यस्तो छु त्यस्तो भन् त मसँग चाहिँ किन कोही पनि पट्टिँदैन एउटा पो पट्टिँदैन हो नि त भनिदिउँ भन अब हामीको पैसाबारे धनी मनी सरी सरी प्लिज 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 मैले कहिले पनि मैले त्यस्तो कहिले पनि हेर्दिनँ क्या मतलब मलाई चाहिँ के हुन्छ भने नि रिलेसनमा बसिसकेपछि चाहिँ मलाई त्यो डेटिङ सेटिङ चाहिँ मन पर्दैन क्या अनि अब त्यो डेटिङ सेटिङ बस्यो भने चाहिँ अब ब्रेकअप मन नभएको कुरा होइन मलाई कसम भनेको 2-3 चोटि डेटिङ बस्नु भने मतलब भेटो मात्रै भने पनि त्योसँग बोल्न मन लाग्न छोडिहाल्छ क्या यो चाहिँ के भएको भने बुढेसकाल लागेको हो क्या त्यो यो बहिनीको भर्खर 16 आउँदैछ नि त गाला पनि रातो रातो छ भर्खर 16 उसको चाहिँ अनि मेरो चाहिँ 25 कटिसक्यो नि त म चाहिँ अनि त्यही भएर हो कि गाइजहरू अब हामी चट्ट लाएर चिया खान्छौँ अनि त्यसपछि कुखुराको मासु खान्छ अरे यसले कुखुराको मासु खान्छौँ अनि त्यसपछि हामी छुट्छौँ हाम्रो साथीको होटल कसको साथीको होटल कुन यो सलिन ए हाम्रो दाजुको होटल एकदम सलिन चाहिँ मिस गरिरहेको छौँ क्या जापानमा गएर साथीले पैसा बोरा बोरा कमाउनु थालिसक्यो अनि साथी अब 1000-1000 त नभयो नि पापासको भने 1-2 बोरा चाहिँ लिएर आऊ है नाक थाम्नु किनभने अनि मेन भनेको म तपाईँलाई के देखाउँछु भने यो बनेको चाहिँ 4 वर्ष भयो बल्ल बल्ल यसपालि फिनिसिङमा आउँदैछ क्या साथीहरू त्यस्तै गरेर जस्तै कि यो अब लामो टाइममा बन्यो नि त अनि राम्रो बन्यो नि त त्यस्तै हुन्छ क्या हाम्रो साथी ए विदेश जाँदै हुनुहुँदो रहेछ अब के शुभ यात्रा भन्नु उनीहरू गएर पैसा कमाउने हामीलाई भित्र शुभ यात्रा होइन साथीहरू पिके हब भन्दै यहीँ माथि रहेछ नि होइन पिके हब यता पनि छ एउटा यता पनि छ एउटा खोलेको पिके हब हौ दुईवटा छ क्या एउटा यहाँ छ पिके हब अनि एउटा पर त्यो सेन्चुरी रोड अब हामी छिरिम अतिथि सदन रोडमा यो अतिथि सदन रोडमा चाहिँ हामी जान्छौँ अनि हामी पस्छौँ हामी सधैँ चिया खाने ठाउँमा यो पान चाहिँ बोकेरै आइरहेको छु है मैले यस्तो मलाई केक त म योभन्दा दामी दामी बनाइदिन्छु हेर्न सक्नुहुन्छ अब हामी तुमिलो माथि
मोटा यहाँ फुट्नु हामी मैले बनाएको के खाएर साथी मोटा आइदिए यो दुईवटा मिठो पाउ सक्दैन यहाँनिर त मोमो छ न यहाँ त्यो साथीहरू मलाई पनि कस्तो मोमो खानु मन लागेको छ कि तर के गर्नु अब पैसा छैन यहाँको पैसा उयो छैन र भनेको हामी चाहिँ आइपुग्यौँ अब चाहिँ म क्यामेरा अफ गर्छु किनभने यहाँनिर चाहिँ अलिक साथीहरू धेरै भेट्छु नि त म